आज मैले हजुरहरूको लागि टेस्टी आलुको पराठाको रेसिपी लिएर आएको छु। यदि यहाँलाई यस्तै फुलेको आलुको पराठाको रेसिपी चाहिएको छ भने यो रेसिपी हजुरहरूको लागि हो। यो रेसिपीलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। ल सुरु गरौँ है त हाम्रो आलुको पराठाको रेसिपी। यो आलुको पराठा बनाउनलाई सुरुमा खुर्सानी, प्याज र धनियालाई राम्रोसँग चप गरेर राख्नु होला र आलुलाई उमालेर यसरी म्यास गर्न सक्नुहुनेछ। तपाईहरुले म्यासरको प्रयोग पनि गर्न सक्नुहुनेछ, नत्र हातको प्रयोग गरे नि हुन्छ। अब यो म्यास गरेको आलुमा हजुरहरुले खुर्सानी, प्याज र धनिया राख्नुपर्ने हुन्छ। माथिबाट जिन्जर गार्लिक पेस्ट, जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी, बेसार र स्वाद अनुसारको नुन राख्नु होला। अब यो आलुको स्टफिङ बनाउनलाई यो आलुको मिक्सचरलाई राम्रोसँग हातले मिक्स गर्नु होला। यसलाई मिक्स गरिसकेपछि हातमा थोरै स्टफिङ लिनु होला र यसलाई देखाए जसरी नै डल्लो बनाउनु होला। मैले सबै आलुको स्टफिङलाई यसरी डल्लो पारिसकेको छु। अब हजुरहरुले पिठो चाल्नु पर्ने हुन्छ। पिठो चालेर एउटा भाँडोमा राख्नु होला र त्यसपछि थोरै पिठो अलग गर्नु होला प्लेटमा। यो पिठो चाहिँ बेल्ने बेलामा काम लाग्नेछ। अब यो पिठोमा थोरै थोरै गरेर पानी राख्नु होला र यो पिठोलाई मुस्नु होला। यो पिठो मुस्ने बेलामा यसलाई गिलो चाहिँ नपार्नु होला। अब यो पिठो मुसिसकेपछि यसमा थोरै तेल राख्नु होला। अब एउटा सानो पिठोको डल्लो लिनु होला र यहाँ देखाए जसरी तपाईहरुले खाल्डो बनाएर यसमा स्टफिङ राख्न सक्नुहुनेछ। हजुरहरुले यसलाई बेलेर पनि यसमा स्टफिङ राख्न सक्नुहुनेछ। अब यो आलुको स्टफिङ राखिसकेपछि एउटा औँलाले आलुको स्टफिङलाई थिच्दै र अरू औँलाहरूले यो पिठोलाई माथितिर फर्काएर यसलाई छोप्नु पर्ने हुन्छ। अब सुक्खा पिठोमा यो डल्लोलाई राखेर यसरी बेल्न सक्नुहुनेछ तपाईहरुले। यसलाई बिस्तारै तपाईहरुले बेल्नु होला। हेर्नुस् त हाम्रो यो आलुको पराठा राम्रोसँग बेलेर रेडी भइसकेको छ। अब यो आलुको पराठालाई हामीले तावामा पकाउनु पर्ने हुन्छ। तपाईहरुले यो पराठालाई एक साइड अलिकति सेकेर यसलाई पल्टाउनु पर्ने हुन्छ र अब तलतिर पाकिसकेपछि यसलाई फेरि एकचोटि पल्टाउनु होला। अब यो पल्टाइसकेपछि हाम्रो यो पराठा फुल्छ र अब यो फुल्न थालेपछि यसमा बटर राख्नु होला। यसलाई दुवैतिर राम्रोसँग सेक्नु होला बटर राखेर। हेर्नुस् त हाम्रो यो आलु पराठा कति राम्रो बनेर रेडी भएको छ। यसै गरी तपाईहरुले अरू आलुको पराठा पनि पकाउन सक्नुहुनेछ। यदि तपाईहरुलाई मेरो भिडियो राम्रो लागेको छ र यहाँसम्म हेरिसक्नु भएको छ भने भिडियोलाई लाइक र शेयर गर्न नबिर्सिनु होला। अब म तपाईहरुलाई यो आलुको पराठा काटेर देखाउने छु। हाम्रो यो आलुको पराठा मज्जाले दुईटै लेयर सेपरेट भएको छ। यदि तपाईहरुलाई यस्तै फुलेको र मिठो आलुको पराठा खाने मन छ भने यो भिडियोलाई हेरेर बनाउन सक्नुहुनेछ। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तल गएर रातो बटनलाई प्रेस गरेर सब्स्क्राइब गरिदिनु होला। फेरि भेटौँला अर्को भिडियोमा। त्यति जेलसम्मको लागि बाइ बाइ।